त्यो मान्छे चाहिँ के हुन्छ भने कन्सियसनेस हो त्यो चाहिँ बुझ्नु भएन किनभने अब सपोज एक्जाम्पल दिउँ मैले एकजनाले मैला खाइरहेको छ देखिरहेको छु अब यतातिर मैला खाइकन उनीहरूलाई भन्नु सक्दिनँ भन्छु बिचरा भन्यो भने के हुन्छ भने किन नराम्रो भएको भन्ने हुन्छ होइन तर त्यो चाहिँ मान्छेको चाहिँ एउटा कन्सियस माइन्ड हो होइन मैला कहाँ फ्याँक्नुपर्छ कता जलाउनुपर्छ कति के गर्नुपर्छ त्यो चाहिँ आफूले पनि बुझ्नुपर्ने क्या अब त्यो भनिरहने कुरो होइन यो चाहिँ किनभने अब वेस्ट म्यानेजमेन्ट अब कति त कुरा भइसक्यो अहिले त नानीहरूलाई भन्छ सिकाउनु पर्दैन तपाईँले मैला कसरी फ्याँक्नुहुन्छ युट्युबमा हेर्दा हुन्छ कहाँ के गर्नुपर्छ कसरी सेग्रिगेट गर्नुहुन्छ कसरी सबैले हेरिसकिहालिन्छ नि त होइन त्यो कुरो चाहिँ अब के हुन्छ भने अब माइन्ड अफ कन्सियसनेस हो त्यो चाहिँ मान्छेले चाहिँ बुझेर मैला कहाँ फ्याँक्नुपर्छ कता फ्याँक्नुपर्छ भनेर चाहिँ भन्नुपर्छ मान्छेलाई बताउनु चाहिँ पर्दैन तर पनि यसो त्यहाँ एटलिस्ट मैला चाहिँ नगरिदिनु सफा यसो मैला छैन छ भने पनि यताउता सफाइ चाहिँ गरिदिनु इन्डिभिजुअली नै एउटा आफू नै एउटा क्या इच्छा जागेर नै गरिदिनु चाहिँ त्यो चाहिँ राम्रो हुन्छ भनेर ल थ्याङ्क यू भेरी मच सबलाई थ्याङ्क यू